साथीहरू, आज हामी घाताङ्कको नियम पढ्छौँ, जसलाई इङ्ग्लिसमा इन्डिसेस रुल भनिन्छ। यसमा के हुन्छ भन्दाखेरि यो ए र एम छ। एलाई के भन्छौँ त हामी बेस भन्छौँ, अनि एमलाई के भन्छौँ त हामी एक्सपोनेन्ट भन्छौँ अथवा पावर भन्छौँ। यदि दुईवटा बेस अथवा जति पनि बेस हुन सक्छन्, जस्तै अहिले हामी मानौँ दुईटा बेस छ, दुईटा बेस सेम छ, यिनीहरू केमा छन्, मल्टिप्लाईमा छन् भने माथिको घातालाई के गर्छौँ हामी जोड्छौँ र बेस के गर्छौँ हामी एउटै लेख्छौँ। बेस भनेको आधार एउटै लेख्छौँ, अनि माथिको घाताङ्कलाई के गर्छौँ हामी जोड्छौँ। यदि जस्तै के हुन्छ भन्दाखेरि जस्तै a को माथि 2 छ इन्टु अर्को a को माथि के छ 3 छ भने हामी के गर्छौँ, यो दुईटा बेसलाई एउटा लेख्छौँ हैन, सिंगल लेख्छौँ र माथिको यो 2 र 3 ले के गर्छौँ हामी जोड्छौँ। कति हुन्छ त 5 है त। त्यस्तै जस्तै मानौँ अहिले हामी यहाँ ABCD को कुरा गरौँ। जस्तै मानौँ यहाँ 4 छ, यहाँ पावर 2 छ र यहाँ 4 छ, यहाँ पावर 5 छ भने हामी यो 4 र 4 के गर्छौँ एउटा लेख्छौँ हैन, अनि 5 र 2 र 5 ले के गर्छौँ जोड्छौँ। कति हुन्छ 7 हुन्छ है त। त्यस्तै जस्तै यहाँ हेरौँ के छ, यहाँ a इन्टु a आधार के छ सेम छ र a लाई हामी के गरौँ, a र a मध्ये a लाई एउटा लेख्यौँ र m र प्लस n लेख्यौँ, किनकि आधार एउटै भएपछि के गरिन्छ घाताङ्क जोडिन्छ है त। अब के हुन्छ भन्दाखेरि अर्को 2 नम्बरमा के छ, जस्तै कुनै दुईटा आधारहरू सेम आधारहरू हैन, यदि दुईटा सेम आधारहरू डिभाइडमा छन् भने हैन पावर के हुन्छ घटाइन्छ, तर आधार के गरिन्छ एउटै लेखिन्छ है त। जस्तै इक्जाम्पलमा हेरौँ, जस्तै a को पावर 5 छ भने डिभाइड a को पावर 2 छ भनौँ भने के हुन्छ, बेस एउटै लेखिन्छ, पावर के गरिन्छ घटाइन्छ 2। कति हुन्छ a को पावर 3 है त। र साथी आजलाई यति गरौँ, अर्को दिन हामीले 3 र 4 को हेर्छौँ है त। ल आजलाई गुड नाइट।